है हाम्रो आज दसैँ बडा दसैँको टिकाको दिनको चाहिँ रेसिपी बन्दैछ हाम्रो अचार सोयाबिन अनि आलु अनि अरू के हाल्ने हामीले यसमा काँक्रा अनि यो चाहिँ टमाटर फत्काको उयो गरेको छ है यस्तो छ है हाम्रो बन्दैछ यो रेसिपी एउटा अचार भयो चाहिँ अब हाम्रो खाना मासु सुँगुरको मासु 4 खुट्टे नखाने पनि छन् यहाँ 2 खुट्टे टोलीलाई पनि यहाँ चाहिँ हाम्रो उत्तम भाइ हो विशेष उत्तम भाइले यहाँको लोकल कुरा हल्का देखाइदैन हो लोकल हो गाई फेरि बोइलर सम्झिनु होला है लोकल हाम्रो यहाँ उत्तम भाइलाई चाहिँ अलिक 4 खुट्टे खाँदैन अनि सुँगुरको मासु नखाने मान्छेहरूलाई चाहिँ विशेष लोकल यसलाई चाहिँ हाम्रो खाना पाक्दैछ लामा चामलको चाहिँ खाना पकाउने भनेर हामीले तयार गर्दैछौँ चामल यहाँ चाहिँ मजाले भिजेर बसेको छ आज स्पेसल हाम्रो जेठा बडाबाको घरमा है आज चाहिँ जेठा बडाबाको घरमा चाहिँ कुक म उत्तम भाइ अनि मनिषा दिदी छ बनाउँदैछौँ हामी चाहिँ यता ढोग है टिका लगाइदिनु ल भाग्य म्यानेज कान्छ ल कान्छा चाहिँ वहाँनिर छ है हाम्रो कान्छा आज त्यसै टिका लगाउँछ स्टेन भाइ के गर्नु मिलिटरी लाइफ भएपछि यस्तो छ है अनि गर्नु पर्दैन के है हामी आइयो है टिका ल है गाइस टिका लाउनु भनेर आइयो है हामी जेठाबडाको घरमा चाहिँ है ल अब हामी चाहिँ एकदमै एक्साइटेड छौँ एकदम एक्साइटेड हामी ल है हामी जेठाबडाको घर आइसक्यो है ल है नमस्कार वेलकम पिएम डब्लु क्विजको भ्लगमा तपाईँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र यसपालिको विजया दशमीको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना अर्को साल के छ दसैँ दसैँको के छ यसपालि दसैँको खोइ टिका लाएन नि त माइलीले बराहरू हाम्रो यसपालिको हेर दसैँको झलक यसपालि के अरे 2072 सालको चाहिँ यो चाहिँ 82 सालको सरी गाइस ओम नारायण ल है हाम्रो यहाँ कान्छा काका चाहिँ लास्ट अफ फाइनल्ली कान्छोले टिका लगाउनु तर काइलोको पालो चाहिँ मिच्या छ है कान्छोले यहाँ किनकि काइलोले लगाएपछि मात्रै कान्छोले लगाउनु पर्ने हो अलिकति यो पक्षपात भइरहेछ है यहाँनिर यस्तो चाहिँ गर्नु भएन कृपया परम्परालाई
के हजुर नमस्कार मन्टु उठाउनु न मन्टु उठाउनु अब चाहिँ हाम्रा बुढाखाडा छोरा मान्छेको सिद्धे अब हाम्रो यहाँ चेलीबेटी ठुली माउहरूको चाहिँ अब सुरु भयो टिका ल नारायण नारायण जीवनले जीवन तैँले पठाएको चक्लेट चाहिँ बाँडा हुन्छ भक्तहरू चक्लेट तैँले पठाइदियो होइन भाइर त ल ल ल दाजुभाइमा कम्पिटिसन ल कसको क्यामेराले क्याप्चर ल ल बस दिनुभएकोमा सबैलाई हाम्रो फोटो सेसन सकिसकेको छ अहिले दसैँको आजको ह्याप्पी इन्डिङ सबैजना त समेट्न सकिएन है भएको जति हुनुहुन्छ